birthday dear Yusuf. Happy birthday. हामी रुक्ने गयो May God bless you. May God bless you. May God happy birthday to you. मैले कपाल नराखेको केही हुँदैन हौ यसले तपाईलाई एकछिन भेनामा भित्र भएको छैन ला भयो गरिकन तपाईँ आफू तपाईलाई चाहिँ सक्यो होला ए बे पजाम गर्न दे आउँछ केक काट्नु आऊ यहाँ बसिन्छ यो पकाइ यो केक काटेको नि बनाइदेऊ नानीको त्यो सेफ्टी भयो अहिले त लु आउने यहाँ केक काट्न एकछिन यहाँ खै भान्जाले लाएन ल फेरि ह्याप्पी बर्थडे Happy birthday Happy birthday to you Happy birthday to you Happy birthday dear Yusuf Happy आता अबुल अबुल ए त हात पड बोक्न भएर आता बोक्न त नि रे May God bless you May God bless you dear Yusuf Happy birthday to you दादी खेला दे बेटा दादी खेला दे यो पकाउनु पकाल म निकालिदिन्छु ल यो दादी दादीलाई खुवाउनु दे पहिले दादी खेल यो हातले ल खुवाउनु खाइदिनु चका का बेटा का मिठी त उकोजी का ए यो बाबालाई खुवाइदिनु बाबालाई विन्डो भिडियो बनाइदिनु त भाइले ल यो सबै काट्नु पर्दैन हौ बाबालाई सानो बाबालाई गायर गरे बटु Happy birthday नि बिटु Happy birthday बाबालाई देऊ बाबालाई खाइदिनु अब तपाईँ पनि खानु अलिकति छिटो अलिकति खानै नमान्दो रहेछ ला भान्जो ल मामा ला फेरि अब दादा अब दादालाई अबु दादालाई यहाँबाट देऊ न काटेर अझै देऊ अझै तकिला त भाइ ल अलि देऊ भाइलाई पनि खुवाइदेऊ ल आटा न हो अगाडिबाट खाइदेऊ खाएर आँगडा देसी भर मुख दे आइ पर्मुन खाऊ सबै दादा आइपुग्दा। खाऊ अब भात आइ केक कमाइ ल ओइ मन्दिर आफै तपाईँ सबैजना आउनु लु सानो मामालाई आन्टीलाई ऊ के भन्नुपर्छ त चाची के सबैलाई खुवाइदिनु ल तिम्रो हातले खुवाइदिनु ल लु सबलाई खुवाइदिनु त फर्स्टको आउने लु लु त आउनु तपाईँ नानी तो पैसा फिर बाकी ना झन् खाऊ किन खाइदिनु त दिनुहोला आइज मन्दिर आइज छिटो ओए आऊ न यहाँ के सल्लाह गर्नु थाले लु म मनालाई खुवाइदेऊ मनालाई मनाए त सही त मना आबै कारण नहीं खावे मसामा के दिवे कारण नहीं लु प्रियालाई पनि खुवाइदेऊ ओ के गो पियाला पिया भन्दा ठुलो त म पो त अब बोलाउँदा आउँदैन जो आउँछ त्यसलाई नि हो खाँदैन अहिले झन् अहिले यो पनि गर्नु मान्दैन फेरि लु अब अनिकेत मामा खोइ ला लु मलाई यो खाऊ दुईटा खाँदैन भाइ सोधे पिता मामालाई पिता मामा खोइ पिता मामा छिटो यता आइज न पकडा न हौ एकदम मामाको भिडियो गरौँ खानै मान्दैन म्याक्कै भइसकेछ
युसुफ ल उसलाई केक मन पर्दैन रे त्यति मजाले मजै गर्दैन लिँदैन छोरा ए पैसा मान्यो त है ठीक आहे लाग्छ आना पैसाले कहाँ राख्नु है ए नाही ल त्यो